चैते दशैंको धेरै धेरै शुभकामना सब। ल साथीहरू हाम्रो पास्ता खाँदैछौँ। गाइस पिरो भएको औषधि चाहिँ यही हो। हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई हाम्रो नयाँ भिडियोमा। आज पनि हामीहरू चैते दशैंको दिन भिडियो लिएर आइपुगेका छौँ। अनि के छ कस्तो छ नयाँ खबर। आशा छ तपाईहरु एकदमै सन्चै आरामै हुनुहुन्छ होला र हामी पनि एकदमै सन्चै आरामै छौँ। अनि साथीहरू आज चाहिँ फाइनली चैते दशैं भइहाल्यो हैन। चैते दशैंको धेरै धेरै शुभकामना सबैजनालाई। आज चाहिँ हामी चैते दशैंमा बिहान चाहिँ पास्ता बनाएर खाँदैछौँ हैन। यता चाहिँ आमाले टीका लगाइदिनको लागि टीका रेडी बनाउँदै हुनुहुन्छ। हामीले चाहिँ चाउचाउ बनाएर खाने भनेर यहाँ खर्सानै पारेर राखेको छौँ हैन। ल साथीहरू यो नानीले चाहिँ हित्ती ल्याउने भनेर निधार टक्क हैन सिकाइदिइराखे आमाले। यसलाई चन्नीमा लगाइदिनुहुन्छ। छोड्दैन नानी उता जानु। यता अलि सिधा गरेको बाबु घुप्टिनु। मेरो निधार अलिक छत्या छ क्या। हाम्रो नानीको चाहिँ साथीहरू ओठमा के भयो सुनेर यत्रो भा भन्दैनन् के तल नि बिरामी आएपछि बोल्न खाइछ भन्नु लाग्यो दिदीले। सो गाइस अब हामी पास्ता बनाएर खाँदैछौँ। ल हामीले चाहिँ चाउचाउ उमालेर पानी तारिसक्यौँ। अब चाहिँ यसको सुपहरू राख्दैछौँ है। बाबुले चाहिँ धेरै पिरो खान सक्दैन अनि त्यही भएर हल्का सुप राखेर दिँदैछु मैले। ए बाबु नुन राखेर खान्छ। कलर 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 सक्दिनँ के भन्नु। कलर भन्छ क्या। कलर 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 तेरो जिब्रा लागेको छैन। करल भन्छ कि करल करल बिन्दुले बिराए करल भन्छ कलरले। करल अलि करल। ल साथीहरू हाम्रो पास्ता चाहिँ रेडी भइसक्यो। एउटा चाहिँ त्यहाँ कलर पनि लागेको छैन पिरो हुन्छ भनेर एकदमसँग खाइरहेछ। पिरो भा चाहिँ हामी खाँदैछौँ। मिठो भयो नि। मिठो भयो बाबु। यो चाहिँ गाइस के अरे चम्चाले खाँदाखेरि चम्चामा नआउने भएर हामीले हातले खाँदैछौँ। पिरो भएन बिन्दु तल
पिरो भयो तपाईँले मिठो भयो ल यो बाबुले चाहिँ एकदम पिरो भएर हाहार हुहु गरेछ मिठाई खान लाग्यो है यसले पिरो भएर मेरो चाहिँ साथीहरू यो कानमा चाहिँ टप छैन होइन कान चिलाएर एकदमै मैले चाहिँ बिहान निकालेको लगाएको छैन फेरि तपाईँहरूले एउटा कान बुच्चै भन्नु होला क्या के भयो त्यस्तो यत्रो मानको परातमा गाइस पिरो भएको औषधि चाहिँ यही हो है गाउँघरमा के हो यो मिठो हुन्छ खान मन लाग्छ पिरो हुन्छ जिब्रालाई हाम्रो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद फेरि पनि बाई बाई